घरको टुप्पिया बसेर बाँदरले के खा कपडा राम्रै भयो के तिम्रो यताको भिजेको कुनै त धन्न त बुवा त दिन यो धान चाहिँ लडेर सरलम्मै छ हावाले र पानीले हैन यो माथि चाहिँ हेर्नु है सब मेन चाहिँ धान काटिसकेको धान चाहिँ खेतभरि सरल्याम्म सुत्या छ आज पानीमा भिज्दै सुत्दै गरेको कति दिन भयो अरे 3 दिन 3 दिन हैन यो धानले चाहिँ सीतामा के करायो अनि के भनेर गाली गर्नु भएको थियो अरे तेल्ला लागाले खानी भनेको थिए क्यार्नु हो त नि बसेछु हो पानी आयो यता हट्टे भयो अनि क्यार्नी हो खै एक्लै छु भएर मकै छडाउनु हो ल हेर्नु हाम्रो गाउँमा घरको टुप्पिया बसेर बाँदरले के खा उहाँ ए बाँदर म पनि बाँदर त पनि बाँदर भाग यो टुप्पिया बसेको चाहिँ बाँदर हो है हो यताबाट लहर्छु म ए बाँदर ए आन्टी ए बाँदर यहाँ माथि छ है माथि ओहो 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 अङ्कल खोइ त नि भागो कता भागो भागो गयो कहाँ माथि छाना माथि त छैन के भागु वहीँ रहेछ अझ नि ए अङ्कल ऊ बाँदर कपडा धुनु कस्तो चिसा भैँसी त काँड ल्याउँ न भैँसी काँड जाम होइन गम्बो अङ्कलको धन्दा अर्कै छ र अङ्कल अङ्कल घरका दुरी यहाँ बाँदर बसेछ हजुर हेरेर भन्नु लहट्ने नि त्यसलाई ल हेर्नु हो हेर्नु त ऊ झरो ल हेर्नु के सुन्तला होइन अघि उताबाट हामी आएको गरम घुरुममा 20-30 वटा मार्दा भर्र निस्केका उता भन्ज्याङमा के अङ्कल ल गम्बो धान कस्तो गरे भनेर हेर्न आएको धान त ठिकै छ होला त कुनियो राम्रै भयो क्या तिम्रो यताको भिजेको कुनियो त धन्न त बुवा त दिन बुवाले धेरै जुराकी ठिक भयो पानी पस्दैन ढुक्क छ धन्न पराल चाहिँ अलिकति चिसै जस्तो माने मैले पराल चिसै छ कहिले कहिले ठटाउने हो मौसम खुलोस् भोलिपल्ट ठटाइहाल्ने हो फलाउने सुकोस् होइन त्यही भएर त्यही टारसाट हाल्ने भने नि गुम्सिन्छ भनेर हालिएन क्या होइन हाल्दैन कस्तो भयो भने बुवाले चाहिँ चाँडै जुराइदिनु हो चाँडै जुराइदिनाले त्यो भित्र पानी पसेको छैन भने ढुक्क छ के पानी पानी त पहिल्यै जुराएको राम्रो भयो मिना भयो अब उताको हेर्छौँ के कस्तो छ हिँडेको घर बल्ल आउँदै हो विमल सर ल हेर्नु त्यो कार्तिक मास पानी परेर छाता उडाएर हिँड्नु पर्ने होइन भिडियो बनाऊ ल कता बाँदर लहट्नु हो कि बाँदरले त बस्न खानै दिएन नि बस्न खानै दिएन जम्मै तरकारी जति हिँडामिना पार्यो अब के गर्ने अब बाँदरको राज्य हुन थाल्यो यस्तै हो के गर्ने त्यस्तै होइन दुःख गर्ने मान्छे बाँदरलाई रचाए बाँदरलाई लजाएँ बर्खा गयो खेती ला बल्ल त लहर मुसो तर्काएर बाँदर तर्काएर घर ल्यायो मौसमले बिगारो अझ नभएर बाँदर घरै आएछ 24 घन्टा ल ल फेरि के हेर्न जाम बाँदरै त होला के हो बाँदर ए ल यत्रो ल आफै लडिन् धन्न खसो बाँदर गइहाल्यो एउटा नि तल गयो भयो बिचरा भोकाएर आएको होला फेरि अलिअलि त खाना पनि दिन पऱ्यो अब चाहिँ यो जुत्ता चिप्ला रहेछन् जुत्ता पनि फेरि यस्तो खान्थे नयाँ हानेर किनेर ल्याएको यो बर्खा मास त लाएर हिँड्न नहुने खालको रहेछन् है गाउँतिर के बर्खा खेती चाहिँ हेर्नु है हत्ते कार्तिक मासाको हरिबिजोक बर्खामा आउनु पर्ने पानी हिउँदोमा आएछ यति बेला दाइँ हाल्नको कराकर हुन्थ्यो पानीले सबै दाइँ हालिदिएछ अब ल हेर्नु हत्ते सब रुजाएर तिर्पलले ढाकेर होइन यो सबै धान हो सब
तिरपलले ढाकेर होइन। यो सानो कुने पनि यस्तो छ। यता खेत चाहिँ सब बाँझो भइसकेछ। नकाटेको धान त ठिकै भयो, काटेको धानको चाहिँ हरिबिजोग भयो। अब के छ त्यहाँबाट हेर्नु, र त्यहाँबाट हेर्नु सबै धानका निन। मैले त हाम्रो मात्रै बिग्रेको रहेछ भनेको, अरू सबैको बिग्रेको रहेछ धेरैजनाको। अहिलेको बर्खा चाहिँ खत्तम पर्यो बर्खा। हेलो हेरेका ल ल ल अहिलेको बर्खा चाहिँ खत्तम पर्यो। बर्खा आयो कि हिउँदो। ल यो धान चाहिँ राम्रो छ। के छ हजुरको गुनासो अहिलेको हिउँदोलाई कात्तिकलाई के भन्न चाहनुहुन्छ? धान चाहिँ यस्तो लटरम्म फल्यो है। हाम्रो गाउँमा चाहिँ तराईमा जतिको धान त फल्छ त्यसमा चाहिँ म ग्यारेन्टी दिन्छु। धान हेर्नु है, कात्तिक मास हाम्रो बा फेरि छाता ओढेर आउनुभएको छ। अब बाको मनसा गुनासो के छ त्यो पनि बुझौँ। धान सर्लक्कै भिजायो है पानीले। ए बा के छ खबर? रमाइलो छ होइन? केले रमाइलो बनाइदियो बा? पानीले रमाइलो बनाइदियो कि रमिलो बनाइदियो? रमाइलो रमिता देखा पानीले देखिनुहोस् हो। तपाईँले यो पानीलाई चाहिँ के भन्न चाहनुहुन्छ बा? यो पानीले के नि यो दुनियाँलाई रम्ने भयो। अब मौसमले साथ दिएन, अब के नि अब पानीलाई गाली ओर्ने हो कि भगवान्लाई गाली ओर्ने हो? भगवान पनि भगवानले त के पानीले बिगारेको भगवानले त क्यारिज र। ए इन्द्र भगवान पनि होइन नि, ती इन्द्र भगवान पनि होइन नि, के भगवान हुन् कुनै। यसो घुमेर आउँछु भनेर। ल ल बा यसो घरतिर हिँडेको हामी। ल ल के कस्तो रहेछ भनेर उही पानीले रन्थमाइलो बनाएको छ कि रमाइलो हेर्न जस्तो हो गाउँतिर नि। कस्तो देखिन्छ चस्मा लाउँदा थाहा छैन। को ए तल जुग्लेतिर झरे खान बा? धान चाहिँ यस्तो छ अब ठिकै छ। यो धान चाहिँ लडेर सर्लम्मै छ हावाले र पानीले होइन। यो माथि चाहिँ हेर्नु है, सब निन चाहिँ धान काटिसकेको धान चाहिँ खेतभरि सर्ल्याम्म सुत्या छ। आज पानीमा भिज्दै सुत्दै गरेको कति दिन भयो अरे? 3 दिन। 3 दिन होइन। यो धान 3 दिन भिजिसक्यो होइन। यो धान चाहिँ के हुन्छ होला? उम्रन्छ होला कि कुहिन्छ होला कि झर्छ होला? उम्रिन्छ होला जस्तो लाग्यो। भिजिसकेर केही न सिरिमलाई भुटेर पनि खानुहुन्छ। ठिकै छ, के खानु पऱ्यो, फाल्न पाउन उम्रे पनि घर ल्याउन पऱ्यो। ठिकै छ भगवान्। अब छिटो पानी बन्द गराइदेऊ है। पुगेन र पानी पुग्यो। अब पुग्यो। बर्खा आउन पर्ने पानी कात्तिक मास आएर। अहिलेको कात्तिक चाहिँ मैले एकदम राम्रो हुन्छ भनेको थिएँ, तर भने जस्तो भएन। किन भएन भन्दा किन भएन होइन। हाम्रो कुनिया चाहिँ पुछारको कुनिया चाहिँ ठिकठाक छ होइन। धन्न पानी पर्नभन्दा केही दिन पहिले लाएर छोडिएको थियो। यस्तै छ गाउँतिरको अब खेतीबाली। यो गह्रो पनि गजाङ भयो क्या पाइला टेक्दाखेरि। अहिलेको फेरि यो कस्तो हुन्छ भन्दाखेरि यो पछि अर्को खेती लाउँदाखेरि सुक्खा टाट हुन्थ्यो, यो धाजा फाटेर चिरा परेको हुन्थ्यो। अहिले चाहिँ योभन्दा पछिको खेती चाहिँ राम्रो हुन्छ है। लगाइसकेको खेतीले यसलाई थन्काएर राम्रोसँग थन्काउन पाएको भएदेखि अब आउने खेती चाहिँ राम्रो हुन्थ्यो। यति बेला चाहिँ ताल पानीको ताल फेरि ताल पर्ने र पानी पनि आएको पनि छैन नि त। यो धान हो, यो मासु होइन। अब म फेरि जुत्ता टेक्का नै खतरा जुत्ता लाएर आएँ भनेको लोटाउने जुत्ता लाएर आएको छु। ज्यानको चाहिँ सुरक्षा गर्नुपर्ने छ। अब हाम्रो घरको यो धान हो। मम्मीले त्यो दिन लाम भन्दा मान्नु भएन। अब मम्मीको गुनासो चाहिँ के छ हेर्न सुन्न पर्ने छ। कहाँ हो? कहाँबाट हेर्ने र धान? त्यही त धान त्यहीँ हेर्न आउनुपर्छ। धान झर्ने होइन उम्रन क्यार छ भन्ने कुरो हो कि। परल मकाएर गइहाल्छ। यतापट्टिको धान चाहिँ मस्त भएछ पाके चाहिँ धानका
चाहिँ गेडा नि पोटिला हुने भयो नकाटेको त काटेको चाहिँ सिद्धियो 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 क्यार्ने क्यार्ने नकार्ने हेर्ने बस्ने गाउँतिर आउँदैछ सीताआमाले चाहिँ सीताआमा के करायो अनि के भनेर गाली गर्नु भएको थियो अरे क्यार्नु भएको त नि अनि क्यार्नी हो खै एक्लै छु घर मकै छोडाउनु हो मकै छोडाइछु बाख्राले भोक लागेर कराएको हो कि भोक लाउने गराएको त नि हजुर उल्टै बाख्राले खाना भनिदिनुहुन्छ बाख्राले सीताआमाको रिस चाहिँ त्यो बाख्रो चाहिँ म्या म्या गरेर कराएको छ तपाईँ बाख्राले खाना भनेर कराउनुहोस् यहाँ छ है बाख्रो चाहिँ यो बाख्रै कराउने चाहिँ कराइ त ल कराइदिनु एकचोटि कराइनुहोस् त धेरै करा पनि भन्नुहुन्न फेरि सीताआमाले बाख्राले खाना के ए ल सीताआमा झऱ्यो फेरि कराउनु ला सीताआमा ओ सीताआमा साग कति राम्रो छ हे 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 हिउँचुलीमा घाम लागे खमाइलो भन्ने थिएँ पहिला ए मम्मी क्यार्नु भएको छ हौ चिसोमा कपडा धुँदाखेरि जाडो भएको छैन चिसोमा कपडा धुँदा जाडो भएको छैन हाम्रो सर कता हुनुहुन्छ नि के उठ्नु हो बुवा अपने आप को मार रहे था तो अपने ऑफिस के अंदर हेर बस्ती है मेरे ऑफिस के अंदर अपने आप को मारने की क्या जरूरत थी और चलो मेरी ठीक है आ गया वो मेरे ऑफिस के अंदर सीसीटीवी कैमरा को क्यों